सर नमस्कार। नमस्कार हजुर। हजुर यो 11 नम्बर वडा कार्यालयको अगाडि हजुर वडा झाडु लाउँदै हुनुहुन्छ, यो किन के कार्यक्रम हो हजुर? यो यसो यो हाम्रो श्रम संस्कृति पार्टी धरान 11 नम्बर वडा कार्य समितिको संयोजक भएको कारणले तपाईको यो हाम्रो चाहिँ अभियानै आदरणीय माननीय हाम्रो माननीय हर्कसामाङ राईज्यूले जुन एउटा सफाई आफैबाट सफाई गर्नुपर्छ, परिवर्तन आफैबाट गर्नुपर्छ भन्ने उहाँको यो मानबाणीलाई हामीले आत्मसात गरेर केही वर्षदेखि उहाँको पछाडि लागेको छौँ र यही सिकाएर जानुभएको छ। यही हामीले सिकेको अनुसारले यो वडामा आउने क्रममा धेरै यहाँ झारजङ्गलहरू मैलाहरू देखिएको हुनाले त्यही बेला कागजहरू यहाँ थुप्रिरहेको देख्यो भनेर आज हामी मङ्गलबारी चोकको सरसफाइ गरौँ। आइतबार हामी आइतबारै पछि होइन हाम्रो एउटा रुट नै बनाउँछौँ हामी आइतबार चाहिँ सफा गरौँ भनेर हामी मङ्गलबारीको त्यो मन्दिरहरू त्यहाँ बजारहरूलाई सरसफाइ गर्दै गर्दै हामी यो वडामा आएका छौँ। किनभने यो वडा समितिमा हामी आउनुको कारण चाहिँ के भने यो 11 नम्बर वार्डका सम्पूर्णको चाहिँ सम्पत्ति हो यो 11 नम्बर वार्ड समिति कार्यालय भनेको। यो कार्यालय छ एउटा कार्यालय जस्तो हुनुपर्छ भन्ने चाहिँ हाम्रो धारणा, मेरो धारणा। त्यसले गर्दाखेरि यसमा तपाईँको बाहिरबाट पनि यहाँनिर सेवा लिन आउँछन् होइन र कति महिलाहरू छ बाहिर 11 नम्बर वाडाको चाहिँ एउटा व्यवस्था पनि राम्रो गर्नुभएछ, सरसफाइ व्यवस्था पनि राम्रो गर्नुभएछ भन्ने कुरो चाहिँ त्यस्तो गलत मेसेज चाहिँ नजाओस् भनेर यो सायद अब यहाँ कर्मचारीहरूले पनि भ्याउन नसकेको हुनसक्छ होइन। हजुर अहिले यहाँ त्यो भएकोले गर्दाखेरि अब वडा अध्यक्षज्यूहरूले पनि बाहिर काम गरिराख्नु भएकोले गर्दाखेरि विकास निर्माणका कुराहरूतिर कुदिराख्नु भएकोले यता ध्यान नगएको हुनसक्छ। त्यसले गर्दाखेरि आज हामीले यसलाई चाहिँ टार्गेट गरेर यसलाई चाहिँ सरसफाइ गरौँ होइन भनेर चाहिँ यो वरिपरिका झारहरू सबै यो भित्ताभरि झारै झार उम्रेको थियो, अस्तिसम्म देखिहाल्नु होला। यो सफा गऱ्यौँ यहाँदेखि सबै कागजपत्र थियो सफा गऱ्यौँ, त्यहाँनिर पुरै तपाईँको प्याम्पसको कुरोहरू थियो त्यो सबै सफा गऱ्यौँ सबै। र अब हामीले यहाँ कति बोरा निकालेका छौँ मैलाहरू, 8-10 बोरा मैलाहरू चाहिँ निकालेका छौँ। अब हामी यो राख्छौँ भोलि मङ्गलबारको दिन चाहिँ यहाँ सोमबारको दिन चाहिँ यहाँनिर चाहिँ सफाइको गाडी चाहिँ आउने, मैला उठाउने गाडी आउँछ नगरबाट, त्यो गाडीमा भोलि हाल्छौँ। अहिले हामी फाल्ने ठाउँ हामीसँग व्यवस्था नभएकोले गर्दाखेरि अझ एउटा गाडी पनि व्यवस्था भएको अहिले नै फाल्थ्यौँ त्यो भएकोले गर्दाखेरि। अहिले भनेपछि हामीले बोरा चाहिँ पोका पारेर रोडको छेउमा राख्छौँ आजको लागि चाहिँ। अनि अब